शेष समाज यलया कोसले हेनुया क्षमता अभिवृद्धि व उत्कोषण तालिम जुगुदो तालिम या समापन जाजो शनिबार मंगले दुगो आदर्श कन्या निकेतन उच्च माध्यमिक विद्यालय जुग ख शेष समाज यलया निवर्तमान नाय उत्तमलाल श्रेष्ठ या सभा अध्यक्षता जुगु जाजोले समाज कार्यवाहक नाय नवीन मंगल जोशी समाज महिला समिति या संयोजक लिसे उद्घोषण तालिम या कजी विमल केसरी अमात्य समाज यानावया चंगु जाख या त जानकारी बिया दिगु ख हामीले यो शेष समाजबाट यो तालिम सञ्चालन गर्नुको लागि प्रस्ताव पहिले सुरुमा हामीले कुरा गरेका थियौँ विमलजीसँग गर्दाखेरि यो चाहिँ नि मैले यहाँ कुरा पनि उठेको थियो एक हप्ताले पुगेन समय अभाव भयो भन्ने कुरा सुरुमा हामीले 15 दिनको लागि यो योजना बनाएको 15 दिनको लागि 7 दिन तालिमै लाग्छ हामीलाई थाहा छ त्यो कुरा तर 7 दिन चाहिँ अर्को 7 दिन प्र्याक्टिस गर्ने भनेर 15 दिनको योजना बनाएका थियौँ र हाम्रो शिल्पिया म्यामसँग पनि कुरा गर्दाखेरि उहाँले पनि भन्नुभएको थियो 7 दिनले पुग्छ 7 दिन 10 दिनले पुग्छ भन्नुभएको थियो मैले प्र्याक्टिस गराउनु पर्छ 15 दिनको लागि टाइम दिनुहोस् है भनेर उहाँसँग 15 दिनको लागि टाइम लिएको थिएँ मैले सुरुमा उहाँलाई टाइम लिएकै 15 दिनको लागि हो तर अब हामीले कुनै एउटा अर्को अर्गनाइजेसनबाट यो चाहिँ नि सञ्चालन गराउने भन्ने हाम्रो कुरा सोच थियो तर यो विमलजीले हाम्रो उपमेयरसँग सम्पर्क राख्नुभयो र उपमेयरजीले हुन्छ ललितपुर महानगरपालिकाबाट केही व्यवस्था गरिदिउँला बजेटको केही व्यवस्था गरिदिन्छु तपाईँहरू सञ्चालन गर्नुहोस् तर 15 दिनको चाहिँदैन 7 दिनको लागि मात्रै हुन्छ 7 दिनको लागि मात्रै व्यवस्था गरिदियो जिसुटे होसिलोते रिसोर्ट डायनामिक लिडरशिप ट्रेनिङ राउछौ जानिना हो यो हाफ डे को जना हो या न खन ठुकाइ ज्याजो दु कारना बुचितना गोटा हो या उन हिफसे चोंजेतम अझ थन ओइले अझ हिफुस तकला हिफुसम सुराजनी तो नापा जी इलाका नंबर 1 गोवा या अध्यक्ष जस्ट नो टाइम है निगेटिव प्रशिक्षण थियो भति उनको सञ्चालन यहाँ के 10-12 जना उले न मेल फिमेल इमेस्टर न महिला पुरुष न सर हो पुरुष समझिए दुका तर पुरुष में यहाँ वेगा त चाहिँ कन्टिन्यू गर्ने यो उद्घोषण गर्दा या कार्यक्रम सञ्चालन गर्दा या वक्ताको रूपमा आफ्नो मन्तव्य व्यक्त गर्दा हामी जति पनि शिक्षित छौँ जति पनि कार्यालयमा कार्यरत छौँ जति पनि अब शैक्षिक पेसामा हाम्रा शैक्षिक पेसामा लागिरहेका हाम्रा सहभागी पनि छन् उनीहरूको समेत यस्तो भन्नुपर्दा एकदमै डर लाग्छ माइकदेखि एकदमै डर लाग्छ माइकमा भन्न लागेको कुराहरू एकदमै बिर्सिने उभिएर भन्नको लागि एकदमै बिर्सिने भएकोले यो तालिम सञ्चालन गरेका थियौँ यो तालिमको दौरानमा प्रशिक्षकज्यूले हामीलाई धेरै नै हाम्रा सहभागीहरूलाई धेरै नै तरिकाबाट सहयोग गर्नुभयो यसरी बोल्ने यसरी पोस्टर यसरी मिलाउने आई कन्ट्याक्ट यसरी गर्ने भनेर धेरै कुरा सिकाउनु भयो हाम्रो प्रशिक्षक बहुप्रतिशाली धनी हुन्छ सञ्चार क्षेत्रमा एकदम नाम कमाएका एकजना व्यक्ति हुनुहुन्छ जाजोले आदर्श कन्या निकेतन उच्च माध्यमिक विद्यालय प्रधान अध्यापक शैलेश प्रधान नेपालमण्डल टेलिभिजन या सञ्चालक समिति या दुज लिसे प्रशिक्षक शिल्पिया राजोपाध्याय न थथगु धारणा तयार दिगु ख भाइ मिसा वो मिजर यो निराज एकै सेकाको रिपाटो गाछै छिसन भयासनी छु पाखेको छिसन नाम कि न्यू पाटो टका ढास चाहिँ छु सिकाइ रूपमा चाहिँ गोठन छिसन नाम छ मूल्यवान ढका ढास नि असेनको समाजैन चाहिँ छिस परिवर्तन यामार गाछै छि न्याउनी बोले ढक्लै नापा छिसन सुनि नले सरकार ढास
झी निमे झी मिसा और मिसा की एक ढिक्का थिया छुए सोलर तया छिसते म उधर साथी किना यहाँ उनीहरू घाट हाँस अवश्य न छिस चाहिँ इच्छा ना तो छिस चाहिँ चाहे ल्या तो पनि वो समाज छिस निर्माण या भए यो झी कतिवटा ठाउँमा पुगे चाहिँ विश्वास छैन। आजको कार्यक्रम विशेष त यो एउटा उद्घोषण तालिमको एकदमै चुनौतीपूर्ण क्षण पनि हो। किन त भन्दाखेरि आजको कार्यक्रमको विशेषता प्रोग्राम जुन बनाइएको थियो यसमा प्रमुख अतिथिज्यू ललितपुर महानगरपालिकाका उपप्रमुख श्री मञ्जली साक्यवज्राचार्यज्यूको प्रमुख आतिथ्यमा सम्पन्न हुने गरिकन उहाँहरूले तयार गर्नुभएको छ कार्यक्रम सञ्चालिकाले। तर उहाँको निम्ति यो एउटा यस्तो चुनौतीपूर्ण क्षण हुन पुग्यो किनकि उहाँ जुन प्रमुख अतिथिज्यू अहिले पनि हेटौँडामा नै हुनुहुन्छ र उहाँले अब कार्यक्रम सञ्चालनको निम्ति अनुमति दिएको कारणबाट यो कार्यक्रममा हामीले अब यसमा जति पनि प्रमुख अतिथि लगायत सबै नै भूमिका चेन्ज गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था जुन कार्यक्रम सञ्चालिकाजीलाई आइपर्यो र उहाँको यो जुन क्षमता अहिले उहाँले देखाउनु भयो वास्तवमा यो 7 दिने कार्यक्रमको यो एउटा अग्नि परीक्षा पनि हो उहाँको निम्ति र यो अग्नि परीक्षामा मलाई जहाँसम्म लाग्छ उहाँ चाहिँ सफल हुनुभएको छ। त्यसै कारणबाट म उहाँलाई पुनः एकपटक धन्यवाद तथा उहाँलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु किनकि यसरी मार्चमा अन्तिम समयमा आएर कार्यक्रम पुरा परिवर्तन हुनु भनेको एउटा ठुलो चुनौती पनि हो र सायद उहाँको ठाउँमा अरू भइदिएको भए या अरू भइदिएको भए उहाँले चाहिँ नर्भस भएर म कार्यक्रम नै चलाउँदिनँ भनेर पनि सायद जान सक्नुहुन्थ्यो होला। तर त्यस्तो नभइकन उहाँ चुनौतीपूर्ण अवस्थामा पनि यसरी अगाडि बसेर कार्यक्रम चलाइरहनु भएको छ। वास्तवमा यो 7 दिने कार्यक्रमको यो एउटा उपलब्धि पनि हो जस्तो मलाई लाग्छ। जाजोले प्रशिक्षार्थी पि पाखे गीता मैया बल श्रेष्ठ व अनु श्रेष्ठ तालिमिया अनुभव तया दिएको ख। यो तालिम सैद्धान्तिक सिकाइ मात्रै नभइकन व्यावहारिक सिकाइ पनि भएको हुँदा हामीलाई अत्यन्तै लाभदायक भएको छ। यसमा सबभन्दा महत्त्वपूर्ण सेल्फ इभ्यालुएसन भएकोले हामीलाई अलि नबिर्सिने खालको जस्तो लाग्छ। कुनै पनि तालिमहरू हामीले लेक्चर मात्रै हुँदाखेरि बिर्सिँदै जान्छ तर यसमा चाहिँ हामीलाई सेल्फ इभ्यालुएसन कसरी गर्ने हामीले प्रवचन दिँदाखेरि उद्घोषण गर्दाखेरि हामीले आफैलाई कसरी इभ्यालुएसन गर्ने भन्ने बारे हाम्रो प्रशिक्षकले सिकाउनु भएकोले हामीले त्यो अलि छिट्टै बिर्सिन्न कि जस्तो लाग्छ। मैले पनि ट्रेनिङ लिएको थिएँ उहाँ म्यामले दिनुभएको थियो सिल्भिया म्यामले। तर 1 हप्ता त हामीलाई यति छिटो गएको जस्तो हामीलाई फिल भयो तर हामीले त्यो 1 हप्तामा यति ठुलो उपलब्धिहरू पाएँ कि मलाई त त्यहाँ आउनुभएको दिदीबहिनीहरूले कुनैले माइक पनि फर्स्ट टाइम समातेको भन्नुभएको थियो तर लास्ट डेमा उहाँहरूले बोल्नुभएको त्यो फर्स्ट टाइम समातेको जस्तो छैन यति कन्फिडेन्टले बोल्नुभयो कि तर एकदमै खुसी लाग्यो यसको लागि। अनि हामीले चाहिँ अब अनुभवको कुरा गर्नु पर्दाखेरि एकदम रमाइलो भयो। 1 हप्ता त गएको कतै भएन। हामीले त यस्तो क्लास त अलिक सानो थियो तर पनि हामी आफ्नो फ्यामिली जस्तै गरेर बसेका थियौँ र धेरै कुराहरू हामीले उपलब्धि उत्कोचित तालिम भनेको उद्घोषण मात्रै गर्ने होइन जस्तो लाग्छ मलाई र नेतृत्व र व्यक्तित्वको पनि विकास हो जस्तो लाग्छ। समापन जाजोया सञ्चालन प्रशिक्षार्थी मध्ये या छम विमला श्रेष्ठ याना दिगु ख। शेष समाज यलया गोसले जुगु तालिमे मुख निन्याम प्रशिक्षार्थी पि पोती कागु ख। रेबिका राज भण्डारी वाणी श्रेष्ठ मणि प्रधान। धन्यवाद।